दुबई आइपुग्यौँ कुवेतबाट। ल आइपुगे सर खानाहरू। थ्याङ्क यू थ्याङ्क यू। ल भेट भयो 3 जना चट्टा ला। ल भेट। Subscribe with notifications. दुबई आइपुग्यौँ अब हामी ठक्क लाएर दुबई। अब अहिले चाहिँ हामी दुबई आइपुग्यौँ कुवेतबाट। थ्याङ्क यू। ल हामी यहाँ दुबई आइपुग्यौँ। यस्तो हामी यहाँ यस्तरी ल दुबई आइपुग्यौँ है। अब हामी सकला। वाउ इट्स नाइस। कत्रो एरोप्लेन पनि। ल हाम्रो ग्रुपहरू हामी यहाँ जाँदैछौँ। ब्याग बोकिरहेको छु यहाँनिर। भोक लागेको छ। अब चट्ट लाएर एकछिन बस्ने हो। ल अरे यो मान्छेहरू सबै दुबई आउनेहरू नेपालीहरू नै हामी सँगसँगै नेपालबाटै। ल यार अब यहाँ हाम्रो वाइफाई कनेक्ट गरेर एकछिन हाम्रो टिकटको के भइरहेछ फिक्स भएको छैन। अब होइन म वाइफाई अहिले कनेक्ट गर्छु अनि त्यहाँ कुरा गर्नु पऱ्यो उता टिकट भयो कि नै। धेरै हिँड्नुपर्छ कि हाम्रो। हो यो डोरीमा घुमेको मात्रै 1 घन्टा भइसक्यो यार। कहिले माथि पुगिन्न त यार। त्यहाँ तलदेखि घुम्दै घुम्दै हिँड्दै हिँड्दै आएको 1 घन्टा जति भइसक्यो यार। एउटै ठाउँमा घुमेको कहिले माथि निस्किँदैन त अनि के हो र। ल बल्ल अब एउटा मात्रै सिद्धिने रहेछ। ल यार अब हामी यहाँ सामान सिद्ध्याएर यहाँ काम सिद्धियो अनि बाहिर हामी निस्किने। एकछिन यहाँबाट जाने काम छ है। ल हामी आउटसाइड दुबई बाहिर। ल मसँग आउने 2 जना हुनुहुन्थ्यो नयाँ र मैले उहाँहरूलाई लिएर चाहिँ आज बाहिर हामी दुबई नै बस्नुपर्ने भयो किनकि आज हामीले आजको फ्लाइट भेट्यौँ न टिकट। त्यसले गर्दाखेरि हाम्रो दुबईदेखि एयरविल भोलि बिहानको फ्लाइट रहनेछ। हेलो गुड मर्निङ एभ्रिवान। आजको दुबई बिहानै हाम्रो बिहानको यहाँनिर अहिले बिहान 8-9 बजी हामी अहिले चाहिँ ठ्याक्क लाएर एयरपोर्ट जाँदैछौँ। दुबई एयरपोर्ट पछाडिपट्टि साथीहरू म। ल हामी एयरपोर्ट आइपुग्यौँ दुबईको एयरपोर्ट। च्याट लाएर दुबई एयरपोर्ट। ल है हामीहरू यहाँनिर दुबई एयरपोर्ट आइसक्यौँ अहिले। सटल आएर यहाँ म ब्याग ठेल्दैछु। अब हाम्रो दुबई एयरपोर्टबाट हाम्रो आजको यात्रा एयरविलसम्म छ। यो तल्लो साइडमा त सबै फ्लाइ दुबई मात्रै छ। हाम्रो टिकट इराकीको हो तर कहाँबाट जाने हो ठिकै छ यहाँ बुझौँ है। ओके कहाँ रहेछ कि बुझौँ है। ल यता होइन रहेछ हौ। यहाँ चाहिँ फ्लाइ दुबईको मात्रै रहेछ। इराकीको चाहिँ यता पर रहेछ। ओके इराकी यता। अब हामी जाँदैछौँ इराकीमा यस्तरी। उफ पर पुगिसक्यो 2 जना केटाहरू। म यहाँ ब्याग ठेल्दैछु यहाँ यस्तरी। कता त्यता पर हो ऊ पर लास्टमा अरे हेर्नु त। म चाहिँ अस्ति नेपाल जाँदाखेरि चाहिँ शारजा भएको थियो अनि फेरि नेपालबाट आउँदाखेरि चाहिँ दुबईमा दुबई एयरपोर्ट यो शारजा पनि देखियो दुबई पनि देखियो। जानु त उहाँ यो त्यो इराकीको कहाँ हो भनेर सोध्नु त। ल यहाँनिर कहाँ रहेछ कि खै। ल है हाम्रो फ्लाइट चाहिँ यो हो है
एयरबिल टक्क लाएर 12:30 को इराकी एयरलाइन्स। ल है हामी यहाँ बोर्डिङ कार भइसक्यो, बोर्डिङ पास भइसक्यो, लगेज पनि हालिसक्यौँ। अब हामी सट्ट लाएर ढान्ठ्याङ यता जाने हो। त्यता होइन, यताबाट हो क्या। है हाम्रो बोर्डिङ पनि भइसक्यो र चेकिङ पनि भएर नि हामी आउट भइसक्यो। के भयो अरे 537 कति रहेछ? गेट नम्बर 53 त्यतै होला अहिले जाने ल। अब हामी एयरबिलको लागि जाउँ। अब एकछिन यताबाट मार्केटतिर घुम्नु टाइम छ नि, जाउँ मार्केटतिर। त्यो लुकाउनु यस्तो महँगो छ यो। कति हुन्छ त्यो? कति हो त्यो? 1 रुपियाँ लगाउँ त। 1 2 3 4 5 खै निस्किसकेर टिप्नु, पुस गर्नु न। यस झन् पैसा हरायो होइन? कति रे यसलाई? 5 रुपियाँमा यो चाहिँ पानी ल निकाल्नु त। पानी कति हाल्नु यो? एउटा पानी 3 रहेछ, 3 लिटर। ल यार अब हामी चाहिँ लगभग काम सिद्धियो। अब यहाँनिर सर्ट लाएर यस्तरी जान्छौँ हामी। ल हो यहाँनिर काठमाडौँ रहेछ, हाम्रो नेपाल काठमाडौँ जाने हो। यहाँनिर त नि के हो, यस्तो साह्रो ठुल्ठुलो पैसा पनि दान गर्दो रहेछ त। 100 रुपियाँ यहाँ यो बच्चाहरूको लागि होला यार दान गरेको। यहाँ न यता त्यतिकै अनि मान्छेले यस्तो धेरै 100 दिराम पनि गर्दो रहेछ है। यो कतिको? 200? कहाँदेखि लाउने रहेछ? ए यहाँदेखि रहेछ। म नि एउटा झार्नु पऱ्यो यार, पैसा छ कि? 5 रुपियाँ गर्दा भइहाल्यो नि होइन? गरौँ। हामी धेरै किन गर्नु, हामी त्यस्तो धनी मान्छे होइन। ल यो चाहिँ मेरो तर्फबाट यहाँ लाउने। ओके ल सहयोग भनेको सबैले अलिअलि गर्नुपर्छ होइन? एकैचोटि धेरै ठुलो गर्ने भन्ने कुरो हुँदैन। 1 रुपियाँ पनि सहयोग हो। ल अब हाम्रो यहाँ 2जना साथीहरू हामी यहाँ छौँ। अब हाम्रो गेट साथी यहीँ होला, यो इराकीको यहाँ होला। ल अब हामी यहाँनिर एयरबिलको लागि वेटिङ गरेर बसिरहेछौँ एयरपोर्टमा, दुबई एयरपोर्ट। अब हामी यहाँदेखि अब हाम्रो अहिले चाहिँ 11 बज्यो, 12:30 को फ्लाइट छ दुबई टु एयरबिल। हाम्रो चाहिँ यही हो है। ल हामी लाग्यौँ एयरबिलतिर लाग्यौँ है। हामी लाग्यौँ हाम्रो इराकी एयरलाइन्स। ल हामी लाग्यौँ है इराकी एयरलाइन्स, हाम्रो ग्रुप। वाउ नाइस। बाई बाई दुबई। ल हामी अब भित्र छिर्यौँ है, गर्मी छ। इराकी एयरलाइन्स वाउ नाइस। वाउ दामी रहेछ यार इराकी एयरलाइन्स त। कहाँ रहेछ? आम्मामा लास्टमै हो खै 28C। दामी रहेछ यहाँनिर एयरलाइन्स दुबई टु एयरबिल। यसलाई हेरौँ, टक्क लाएर म्यापमा हेरिदिउँ न कस्तो देखिँदो रहेछ। हामी 2 घन्टा पुग्छौँ होला। हामी अहिले दुबई, दुबईबाट यहाँ एयरबिल, सरी यहाँ एयरबिल हेरौँ। एयरबिल यसलाई जुम गरौँ, एयरबिललाई एयरबिल। वाउ ल अब एयरबिललाई अलिक यस्तो तरिकाले देखाइदेऊ न।
एयरवेल यही हो। एयरपोर्ट चाहिँ यहाँनिर, तर एरिया चाहिँ यो डल्लो भएको एरिया हो। हामी जाने ठाउँ चाहिँ यहाँनिर। हामी चाहिँ यस्तरी यहाँ बसिरहेको छौँ है। हामी चाहिँ यहाँनिर बसिरहेको छौँ। आज चाहिँ हामी 3टा प्लेन चेन्ज गर्दाखेरि चाहिँ बल्ल हाम्रो सिट एकै ठाउँ भएको छ। यहाँ म बिचमा, उहाँ झ्यालतिर बस्नुभएको छ, अनि उहाँ छेउमा, म बिचमा टक्क लाएर यहाँ मुभी हेर्दै अब हामी एडमिट दिने मान्छे। ओके ल अब चाहिँ हिँड्यो है टक्क लाएर दुबई टु एयरवेल। बुर्ज खलिफा कहाँ उपारि परको नजिक रहेछ नि यहाँ। यो चाहिँ समुद्र सबै पानी पानी हो। ल ओके अलि सानो हुन्छ। सानो पनि हुन्छ है। हामी चाहिँ समुद्रमाथि जाँदैछौँ चट्टा लाएर। टेन्टेङ लटक हाम्रो यहाँ इराकी एयरलाइन्स। वाउ क्या तातो रहेछ यार है, सबैमा दिँदो रहेछ। के दियो यार खै हेरौँ त ल। आमा क्या तातो छ यार। ओके इराकी एयरलाइन्स थ्याङ्क यू। वाउ नाइस थ्याङ्क यू इराकी एयरलाइन्स। यस्तो रहेछ। मिठो रहेछ यार यो सलाद पनि। Thank you Iraqi Airlines, thank you. दामी छ। ल फाइनली चट्टसँग हामी खाना पनि खाइसक्यौँ। दामी भयो, बवाल भयो, मिठो भयो। कस्तो भयो? मिठो भयो, मिठो भयो। अनि एउटा अब चित्त नबुझेको कुरा चाहिँ हामीले चाहिँ खायौँ होइन, हामी त अब खाइहाल्यौँ। यहाँ हामी 3जना नेपाली भयौँ, यता माथिपट्टि चाइनिजहरू छ 4-5 जनाहरू।
मलाई चित्त नबुझेको कुरा चाहिँ हामीभन्दा अगाडि चाहिँ फेरि अब त्यो अहिले त यहाँ त रमजान छ नि त उनीहरू के भन्छ त्यो चाहिँ फास्टिङ छ क्या फास्टिङ भएको कारणले गर्दा उनीहरूले खाएन हामीले चाहिँ खायौँ तर अब भोक लागेको थियो अब हामीले खाइहाल्यौँ तर मलाई चाहिँ कस्तो अलिकति हुन्छ नि भित्र मनमा अलिक नराम्रो फिल भयो क्या उनीहरू त अब त्यही भएर धर्म आफ्नो धर्म हुन्छ नि त विश्वास गर्ने त्यो धर्मले गर्दाखेरि उनीहरूको त्यो फास्टिङले गर्दाखेरि उनीहरूले चाहिँ खाना खाएन हामीले चाहिँ खाना खायौँ यहाँनिर ठ्याक्कै फेरि हामी चाहिँ पछाडि छौँ अनि यहाँ 5-6 जना हाम्रो माथिल्लोपट्टि चाहिँ 6-7 जना जति चाइनिजहरू छ हामी यो एरिया चाहिँ खायौँ ठ्याक्कै फेरि हाम्रोदेखि अगाडिको मान्छेहरू छ क्या यिनीहरू चाहिँ फास्टिङवालाहरू अनि यिनीहरूले चाहिँ खाएन अनि कस्तो अब हुन्छ नि त मलाई त कस्तो भयो क्या अब नखाउँ भने सबैजनाले भागो खोलेर खाइहाल्यो मैले मात्रै रोकेर त के हुने होइन मैले यसो चाहिँ मलाई पनि भोक लागिरहेको थियो त्यही भएर मैले पनि खाएँ थ्याङ्क यू इराकी एयरलाइन्स एकदमै धेरै धेरै धन्यवाद वाउ दामी रहेछ यार वाउ मान्छे त धेरै छ है एरोप्लेनमा टोइलेट जानु पऱ्यो अब चाहिँ वाउ यस्तो रहेछ अनि केटाहरूले यार त्यस वाउ नाइस त्यस राम्रो रहेछ यो इराकी एयरलाइन्स होइन म पहिला किनभने नेपाल जाँदाखेरि चाहिँ के भन्छ त्यो एयरब्याम गएको थिएँ एकदम त्यो फोरी टाइपको थियो क्या तर यो इराकी एयरलाइन्स चाहिँ बबाल रहेछ बबाल दामी रहेछ ल यसलाई चाहिँ ठप्प यहाँ रहेछ यहाँ मुनिपट्टि अनि यहाँ सिधेपछि चाहिँ चलाउने ल सक्यो जाउँ है ल हामी गयौँ ल हामी एयरबिल आइपुग्यौँ अब आइपुग्यौँ एयरबिलमा अनि यहाँ दुईजना साथीहरू चाहिँ नयाँ हो नि त साथीले के भन्दाखेरि यति सानो ठाउँमा काम पाइन्छ कि भन्छ कहाँ पाइहाल्छ नि ल हामी एयरबिल आइपुग्यौँ Excuse me. Hello. खै सङ्गीता नमस्ते हेलो ल यहाँ ल आइपुगे सरकारहरू
थ्याङ्क यू थ्याङ्क यू ल भेट भयो 3 जना चट्टा ला ल भेट कतना ल भेट भयो Don't forget to subscribe my channel and like, comment, share.